अहिले लखट्दा लखट्दै यसको जातै गाई खाने जात हो भन्नमा आइपुग्यो अहिले यति तलसम्म लखटियो कि त्यो कुनै न्यायको कुरा हो त त्यो कुनै छलफलको विषय हो त त्यो त्यसैले म फेरि पनि भन्छु यो कर्म नगरिदिनुहोस् हामी हिजो पनि मान्छे मारेको मुद्दामा पनि आफ्नै हातखुट्टामा नेल लगाएर न्याय चाहियो भनेको अहिलेसम्म कहीँ कतै हामी मात्रै एउटा त्यस्तो आन्दोलनकारी हो जसले अहिलेसम्म तपाईँले ढुङ्गा हानेको एउटा भिडियो देखाउनुहोस् मलाई गैर दलितको बाहुन छेत्रीको टुप्पी काट्नुपर्छ घाँटी काट्नुपर्छ भनेको एउटा भिडियो सुनाउनुहोस् मलाई म मात्रै त्यस्तो गान्धीवादी एउटा आन्दोलनकारी होला यत्रा मान्छे मार्दै गर्दा पनि हातखुट्टामा नेल लगाएर किन मारेको भनेर प्रश्न गर्ने मान्छे हो म हैन त्यसैले गर्दा मैले तपाईँलाई फेरि पनि भने कहीँ कतै गरेका कुराले बोलेका कुराले भनेका कुराले समाजमा असर परेको छ भने हजारचोटि हामी त्यसमा झुक्न चुक्न माफी माग्न त्यसमा तयार छौँ तर गर्दै नगरेको कुरालाई जसरी एकरो लखटी राखिएको छ यसप्रति चाहिँ हामी सचेत छौँ फेरि पनि भने कहीँ कतै तर फेरि त्यो कुराले पनि कहीँ कतै गर्दै नगरेका कुरालाई तोडमोड गराएर मान्छे चाहिँ यही हो है भन्ने ढङ्गबाट प्रस्तुत गरेर समाज भड्काउन खोजेको छ भने हामी चाहिँ हाम्रो तर्फबाट सचेत भएर माफी माग्छौँ तर त्यसो नगरेर हामी अरूलाई पनि अपिल गर्न चाहन्छौँ।